साम्पाङ टिमको म भक्तपुरको संयोजक पहिला मलाई यो पोलिटिक्सहरूमा इन्ट्रेस्ट लाग्दैन थियो किन पोलिटिक्स भने कि छाउ लाग्ने चाहिँ दौती गेम भन्छ नि त म एक त व्यवसायी हो भक्तपुरको स्थानीय नै हुनुहुन्छ तपाईँहरू हैन भक्तपुरको स्थानीय बासिन्दा हुँ म अनि त्यसपछि कसरी श्रममा जोडिनु भयो श्रममा जोडिनु मैले हर्क साम्पाङजीको सोसियल मिडियाको थ्रुबाट मैले हेर्ने अवसर पाएँ अनि पहिला मलाई पोलिटिक्सतिर चाहिँ त्यति इन्ट्रेस्ट लाग्दैन थियो पोलिटिक्सतिर दौती गेम भन्छु अनि जब म व्यवसाय गर्दै गएँ जता पनि सरकारी कामहरू जहीँ पनि ढिला सुस्ती जहीँ पनि एउटा सानो कामलाई पनि 2 दिन 3 दिन लगाउनु कि त घुस माग्ने होइन त्यसपछि चाहिँ मैले के रहेछ त भनेर बुझ्दै गएँ आफ्नो भक्तपुरमा के भइरहेछ त्यो पनि मैले हेरिनँ कुनै पार्टीमा म आबद्ध पनि भएको छुइनँ अनि साम्पाङजीको हेरेँ मैले सोसियल मिडियाको थ्रुबाट मलाई एकदम राम्रो लाग्यो उहाँको अनि एउटा राजनीतिमा छिर्नको लागि भिन्नै खालको राजनेता भए मात्रै भिन्नै खालको राजनीतिको सम्भावना हुन्छ नि त्यस्तै मलाई चाहिँ उहाँ चाहिँ भिन्नता लाग्यो कि सबै नेपाल होलमा चाहिँ उहाँलाई चाहिँ मैले भिन्नै देखेँ फरक पाएँ मैले उहाँ जित्ने व्यक्ति हुनुहुन्छ क्या किनभने हरेक व्यक्ति जित्ने व्यक्तिले कुनै फरक काम गर्दैनन् उनीहरूले हरेक काम फरक ढङ्गले गर्छन् उहाँले त्यो फरक ढङ्ग उहाँमा पाएँ क्या मैले त्यो व्यक्ति हो।